हुलाक अड्डा र पुराना चिठीका दिन। कुनै जमानामा परेवाले एक ठाउँको खबर अर्को ठाउँमा पुर्याउँथ्यो अरे। पछि हुलाक सेवा सुरु भएपछि भने चिठी पत्र पठाउने काम व्यवस्थित भयो। नेपालमा औपचारिक रूपमा विक्रम सम्वत 1935 अर्थात् सन् 1878मा राणा प्रधानमन्त्री रणदीप सिंहको पालामा नेपाल हुलाक घर स्थापना भएपछि हुलाक अड्डाहरू विस्तार हुन थाले। ललितपुरको मङ्गल बजार स्थित मल्लकालीन दरबारको ढुकुटी भवनमा पनि हुलाक अड्डा स्थापना भएको थियो। पछि गाबालमा निजी घर भाडामा लिएर पनि हुलाक चलाइयो। मलाई अझै सम्झना छ त्यहाँबाट हुलाक टिकट किनेर पत्र मन्जुसमा चिठी खसालेको। पाटनढोका नजिकै एउटा सानो एक तल्ले घरमा हुलाक अड्डा थियो। 2-3वटा चालबाट टिकट बेचिन्थ्यो, रजिस्टर चिठी दर्ता गरिन्थ्यो। त्यहीँ राखिएको रातो मन्दिर जस्तो आकारको पत्र मन्जुस त आज पनि देखिन्छ। हुलाकको कुरा गर्दा मलाई हाम्रो टोल छिमेकी हल्का र पाना महर जना अर्थात् पानचाको सम्झना आउँछ। कमिज सुरुवाल र भारगाउने टोपी लगाउने पानचा आफ्ना क्षेत्रका चिठी स्कोरको खल्तीमा राखेर हिँड्थे। बाटोमा चिठी पाउने मान्छे भेटियो भने काजीको चिठी छ भन्दै त्यहीँ बुझाइदिन्थे, नभेटिए घरमै पुर्याउँथे। त्यसबेला हुलाक केवल चिठी पठाउने सरकारी अड्डा मात्र थिएन, प्रत्येक टोलमा पत्र मन्जुसा झुन्ड्याइराखेको हुन्थ्यो। रातो पत्र मन्जुसामा देशभित्र जाने र घोसरा हुलाकमा रहेको हरियो विदेश जाने चिठी खसालिन्थ्यो। तर हुलाकको अर्को एउटा मिठो पक्ष पनि थियो, किशोर किशोरीको मनको कुरा पोख्ने माध्यम। त्यसैले आज पुराना हुलाक अड्डा र पत्र मन्जुसा सम्झना एउटा प्रश्न उठ्छ, तपाईँले पनि कहिले हुलाकको पत्र मन्जुसमा आफ्नो मनको चिठी खसाल्नु भएको थियो?